मैले चाहिँ आज रायोको साग छर्नलाई रेडी पारेको छु है त। यो अल सिजन मस्टार्ड छ, यो चाहिँ हाइब्रिड हो तर चाइनिज हो, एकदमै राम्रो छ। यो असार साउनमा यो बर्खे सिजनको लागि चाहिँ साह्रै राम्रो छ। तपाईँको यो मार्फा रायोहरू चाहिँ नेपालको रायो हो तर त्यो चाहिँ जाडोमा मात्रै हुन्छ, बर्खामा चाहिँ पानी सँगदैन, पानीले मरिहाल्छ। तर यो चाहिँ मर्दैन, पानीमा एकदमै मजाले सप्रेर आउँछ। थाले है त रायोको बिउ। बालुवासँग मिसाएर छर्नुपर्ने हो तर मैले यतिकै छर्दिएँ, बालुवा नभएर पातलो छर्नुपर्ने हुन्छ। बाक्लो भयो भने फेरि पछि उखाल्नुपर्छ। यो पातलो छरेपछि भइहाल्यो। अब के गर्ने, मिलाउने। रायोको साग छरिसकेर रेडी भइसक्यो होइन। अब यस्तो गर्ने, कुखुरा कराउँदैछ। सिद्धि सिद्धि हाम्रो रायो छरेर सिद्धि। लु हाम्रो रायोको साग छरेर फिनिस्ड। सिधेको छैन पो रहेछ हौ, यता पनि पो। लु म तपाईँहरूलाई भोलि पर्सि रायोको साग उम्रिएपछि देखाउँछु है त अर्को भिडियोमा, ल कस्तो हुँदो रहेछ यसको बोट भनेर।